गाइस देउता निस्केको भनेको अब गाइस इलाम बजार देख्न सक्नुहुन्छ माथि गाइस मेन कन्यामा आउने भनेको मान्छे मेन माथि हेर्नु ब्लग बनाउनु पनि नट इन्ट्रेस्ट। गाइस गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। तपाईँहरूको हालखबर के छ? म चाहिँ एकदम सन्चै छु। आज चाहिँ म धारणबाट इलाम जान लागेको छु। बिहान लगभग 5 बजेको छ। अब यहाँबाट जाउँ के कस्तो हुन्छ अगाडि, अब बाटो पूर्वको बाटो के कस्तो छ अगाडि तपाईँहरूलाई देखाउँदै जाने छौँ। अगाडि हेर्दै जाउँ। अब अहिले त राति नै छ होइन, अगाडि के कस्तो हुन्छ देखाउँदै जाने छु। ओम पिण्डेश्वर होइन म रक्षा गर्नुहोस् भगवान्। हानु छ काहीँ पुग्यो मान्छे खोजौँ कता हुनु त छ। लगभग 6 किलोमिटर यहाँ माओखोला पुग्नुपर्छ। किन सक्ने पुरै भर्खालो आएको छ भित्तो जस्तो बाटोको बिचमा। त्यही पनि के हो यो बुझ्नेले कमेन्ट गरौँ है। फाइनली दमक आइपुग्यो। दमक खोजेको धन्न रहेछ हौ। लाग्यो बिर्तामोडतिर दमकबाट पुरा धुलोले मान्छे नचिन्ने बनाइदिन्छ जस्तो। देखौँ रोड हेरौँ। रोड एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेछ हाम्रो। अब यहाँ सुरुङ्गा अझै आइपुगेकै छैन। अहिले आइपुग्यो सुरुङ्गा। ए माइ माइको आइपुग्यो माइ। पूर्वको घोडा बुट्टु टुट्टु दिन्छ अनि बिस्तारै हिँड्यो भने होइन बुडक पुटुक दिन्छ क्या पुरै। र त जित्न सकिँदैन त पूर्वको घोडालाई त। पानी उछिटियातिर उस्तै अवस्था यस्तै छ गाइस हाम्रो चाहिँ। लगभग बिर्तामोड आइपुग्ने बेला भयो। बिर्तामोड पुग्यो भन्दा पनि हुन्छ। अब त बाटो पुरै हिलो छ के गर्नु। पछि बाटो त्यसमाथि यस्तो पानी हाल्दै यस्तो लुगा त यसै खराब। भरे इलाम पुग्दा मान्छे चिनिँदैन आज फिक्स हो। बिर्तामोड पनि अब लगभग क्रस गऱ्यो। ए ल जस्तो बाटो भयो नि केही हुँदैन। टुट्टु दिने उसले त होइन। अझै छोटो बाटो भयो क्या यसको लागि। अझै लामो बाटो हुनुपर्ने टुट्टु नलाग्दा पुग्यौँ। अब यहाँबाट हामी इलामतर्फ लाग्नेछौँ। अब चाहिँ बाटो राम्रो आउँछ भन्ने आशले हिँडेको छौँ है। अब चाहिँ आनन्द टक्क यहाँ कतै यसो खाजासाजा खाएर फेरि अगाडि बढ्ने भन्ने कुराले गरेको छौँ। अगाडि हेर्दै जाउँ गाइस। यति डाँडा आइपुग्यो। अब यो पछि भएर जाने आउने जुन बाटो गर्दा पनि भयो होइन। इलामको पछि भएर यताबाट हो क्या प्रायः जस्तो जाने चाहिँ। पछि भएर जाने यहाँबाट यताबाट जान्छ। ताप्रे जानु हरकट्टे आयो। हरकट्टे इस्कुसको जरा आउनु थालिसकेछ नि त हो। इस्कुसको जरा आउनु थालिसकेछ नि क्या। भरे जाँदा अलिअलि लिएर जानुपर्छ होला। देख्नुहुन्छ आकाशमाथि सिसामा हिँड्ने मजा लिनुहोस् होइन। हामी पनि आकाशमाथि त छौँ नि होइन। मुभीमा त के छैन।
9 नबजिकन आइपुग्यो होइन 9 बज्यो भनेपछि 6:30 7:30 8:30 9 भनेपछि 3.5 घन्टामा आइपुगेछौँ होइन त 3 घन्टामा आइपुगेछौँ त कन्याम अझै होइन 1 घन्टा छिटो हुन्छ 2.5 घन्टा आइपुग्छ कन्याम खालसाल खाइगरी निस्क्यो हामी चाहिँ यहाँबाट सत्ता लाएर अब इलामको लागि हामी चाहिँ फाइनली माई खोला आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ जय माई र यहाँबाट उकालो लाग्यौँ 10 किलोमिटरमा हामी चाहिँ पुग्नेछौँ इलाम 11 किलोमिटर बोर्डमा त्यही लेखिरहेको थियो अब नाप्ने कुरा भएन है अब देउता कहाँ निस्केका हुन् थाहा छैन यस्तो ल्याउ उहाँ देख्नु भयो उयो पिलर जस्तो छ नि उयो यस्तो यस्तो लगाएर बनाएको थियो कि सबै गयो अहिले हिँडेको हामी त झन्डै इलाम बजार पुगेछौँ फेरि फर्केर अब यहाँ सोधखोज गरी आउँदैछु ए र तर ऊ भएर होला हो त मद्रो खान त घाँस काट्दै झेकेको पनि रह ल फाइनली यातायात आइपुग्यो गाइस इलाम यातायात कार्यालयमा आइयो आजदेखि बाइक नामसरी गरियो होइन दिन सक्नुहुन्छ है गाइस देख्न सक्नुहुन्छ माई खोला त्यो पहिरो गएको ठाउँ यता मासतिर तलतिर बाटो यस्तो चाहिँ धुलामै छ ठ्याक्कै एउटा सिधा गएछ क्या यताउति नभइकन सिधा गएछ पहिरो कि अब यहाँ यतापट्टि पुगिसकेपछि यहाँ भनेको फेरि यहाँ पहिरो छैन यहाँ पिच बाटै छ फेरि होइन अलिअलि भाँसेको जस्तो ठाउँ छ यहाँ खुड्किले जस्तो भएको छ यहाँ है भाँसेको देख्न सकिन्छ होइन अब त्यस्तो खालको छैन अनि गएपछि यो टर्निङ जब मोडिन्छ टर्निङ मोडिसकेपछि फेरि अनि भिड आउँछ पञ्चकन्या पाठी भएर देवी मन्दिर जाने बाटो यताबाट खदौ ल जय माई हाम्रो काम सफलतापूर्वक सम्पन्न भयो उहाँ छौ जाने पारिपट्टिबाट गाइस देउता निस्केको भनेको अब देख्न सक्नुहुन्छ मान्छेहरू पनि अलिअलि छन् उता पर त्यो बारेको ठाउँमा चाहिँ देउता निस्केको रे भन्ने कुरा सुनियो होइन जुन चाहिँ माई खोलामा छौँ अहिले अहिलेको अवस्थामा ए बजार भरौँ बजार भर्ने कि नभर्ने लुगा कपडा रहेछ अनि साग सब्जी रहेछ होइन तराईतिर नपाइने कुराहरू अनि त्यसपछि अनि साग सब्जी रहेछ होइन साग सब्जी किन्ने भएर जाम आइस इलाम बजार देख्न सक्नुहुन्छ माथि पुरै इलाम बजार यता तल माई खोला होइन हामी आएको बाटो यही बाटो हो
भाइ कहीँ उभिरहेछ है हुँदै हुनुहुन्छ अब हामी जाँदैछु अब यताको लुक्स त के हेर्नुहुन्छ होइन पुरै अक्क लाग्दो छ आफ्नै अनुहार देखेर पनि त्यसै चाहिँ अगाडि हेरिदिँदा गाइस मेन कन्यामा आउने भनेको मान्छे मेनमा त्यो यो धन्दा भएको ठाउँमा हो तर आज चाहिँ मलाई जान पनि मन लागेन मलाई जान सक्ने अवस्था पनि छैन गलेर पुटुक्क भएको छु होइन यस्तो खालको छ देख्नुहुन्छ यताउतिको वातावरण माथितिर आकाश कालो भएको छ पानी पर्ला जस्तो भइरहेछ यतापट्टि फर्केर हेर्ने हो भने मान्छेको पुरै भिडभाड छ लुगा लगाएर फोटो खिच्ने मान्छेको भिडभाड छ पुरै पारिपट्टि पुरै घाम लागिरहेछ मजाले हुन्छ अरे भनेको अब मेरो हालत पतला भएको छ लुगा देख्नुहुन्छ लुगा बिहान सेतो लुगा लाएर हिँडेको घर पुग्दाखेरि कालो चाहिँ हुने रहेछ रङ लाउनु नपर्ने रहेछ भनेको मैले बुझिसकेँ त्यस्तै खालको छ जाडो छ यतातिर अहिले त के भनौँ है अब धेरै रोडको पनि के देखाउनु वाक्क लागिसक्यो मलाई त आज भ्लग बनाउनु पनि नट इन्ट्रेस्ट खालि गयो आयो क्या हतार यति हतार भइरहेको छु होइन बल्ल यहाँ आइलाम कन्यामा आइपुग्यो 2:15 भयो यहाँ कन्यामा 2:15 कन्यामा छु अब कतिखेर घर पुगिन्छ अब त अगाडि हेर्दै जानु होला अहिले अहिले चाहिँ अगाडिको अब भ्यू चाहिँ गोप्रोबाटै हेऱ्यौँ है त भिडियो खिच्न सक्ने अवस्था छैन यार अक्क लागिरहेको छ फाइनली गाइस धरान आइपुग्यो विजयपुर चोक अब म लाग्छु मेरो रुम तर्फ यतापट्टि गलेर टाक्टाङ भइएको छ कता गएर भेटौँ न है त हेलो गाइस फाइनली म चाहिँ रुम आइसकेको छु आज इलाम गयो मेरो यत्रो वर्ष भएको थियो मैले मेरो नाममा बाइक नराखिकन चलाइराखेको थिएँ आज चाहिँ फाइनली मेरो नाममा पास भएको छ अनि इलामबाट यता कोशीको लागि मैले सञ्चालीकरण पनि गरेर आएको छु गलेर यस्तो भक्को छ होइन अब खानपिन गर्नुपर्छ सुत्नुपर्छ तपाईँहरूलाई अगाडिको भिडियो के कस्तो लाग्यो राम्रो लाग्यो लाइक गरिदिनु होला अनि बाइक यस्तो अनि बाटो यस्तो खत्तम पूर्वको बाटो अहिले बनाउँदै गरेको दिमाग खराब हुने रहेछ होइन अब भन्छ नि बाँदरको के भने जस्तै त्यस्तै भएको छ आज मेरो हालत होइन अगाडि हेर्दै जानु होला नयाँ भिडियोमा भेट्नेछौँ तबसम्मको लागि बाई बाई सी यू गाइज